सबैजनालाई स्वागत छ आजको हाम्रो भ्लगमा। हामी ताप्लेजुङको विभिन्न ठाउँहरू हामी घुम्न गइरहेका छौँ। धरानबाट आउनु हुने हाम्रो साथीभाइहरूलाई म घुमाउन लगिरहेको छु। म त कहाँ लड्यो होला भन्दै छु नि। ल ल ल ल अब यहाँबाट नि एउटा राम्रो नजारा देख्छ। लु छिटो आउनुहोस् त। ऐसेलु त अलिक तलतिर, ऐसेलु त तलतिर अलिक तल जानुपर्छ। अहिले खानै जानुपर्छ। सुन्दैछु। मिठो भइरहेछ। पहिला नि खानुभएको थियो। यो त खाएको नि शङ्करसभा जिल्लामा। ताप्लेजुङको कस्तो छ? ताप्लेजुङको पनि मिठो छ। हिजो त तर अलिक मरेको खाएछु। भन्दैन सिधै भन्न अब हेत तेरी। अनि ठक्क नबोलो मलाई होइन दादा। ल यस भित्रको नजारा चाहिँ यस्तो छ। हेलमेट हो। कति राम्रो ठाउँ हो। ल कस्तो मान्छे चिनाइछौ? भाइको त गर्नु नै छोड्यो जस्तो छ। अब त्यो जोडिनु पनि जोडिँदैन ल हामी सेतो भेडा घरदेखि अलिकति तल हामी अब एउटा पार्क घुम्न जाँदैछौँ। नयाँ पार्क है। यो के भन्छ मोदेन कोकमा पार्क भन्छ त्यसलाई। हामी बिस्तारै लागौँ। कसले फोटो यहाँ त कता राम्रो निक्लिन्छ। हो र? यता चाहिँ हो र? कति राम्रो हो। ल बाबा बिस्तारै ल होइन। यो त पुरानो ठाउँ भयो है। ऐतिहासिक ठाउँ हो। म नाचेको बाँदरे नाच सर्च गर्नु त। यहाँ यो नाचेको यो ठाउँमा नाचेको निस्किन्छ भेट्यो। ल हाम्रो ताप्लेजुङ खासमा राम्रो छ नि हो होइन। अलिक तलतिर गयो भने चाहिँ यो छ क्या पार्क छ। ऐसेलु पार्क पनि छ। ऐसेलु हजार कुन चाहिँ गुम्बाको सिडी। ए मैले त त्यो त गनेको छैन। तपाईँलाई हिजोदेखि के भन्छ जुका चाहिँ डर लाग्छ भन्नुहुन्छ नि। खासमा जुका चाहिँ डराउनु हुँदैन क्या। किन थाहा छ? त्यो जति जुकासँग डरायो त्यति जुका चाहिँ टाँसिन्छ क्या। जुकासँग नडराउने हो। किन जुकाले डराएको थाहा पाउँछ र म? अब यहाँको जुकाहरू सिपालो हुन्छ क्या होइन। त्यसरी डरायो भने चाहिँ झन् साह्रो उयो हुन्छ क्या। डराउनै हुँदैन क्या। हो लु बिस्तारै है बिस्तारै हिँड्नु न। नडराइकन। यस्तोमा चाहिँ डराउनु हुँदैन है। ल बिस्तारै है बिस्तारै। हो अलिअलि रको रहेछ। ल अलिअलि चाहिँ खानुहोस् है। खानु चाहिँ ल खै खैन खाइदिउँ न अलिअलि त। टाढा छ नि म त आउनु सक्दिनँ। ओहो ल लु लिनु लिनु लिनुहोस्। तपाईँहरू किन नखानु भएको क्या यस्तो राम्रो फल? बाँडीचुरी खानुहोस् ल। वाउ मिठो दामी दामी दामी। अलिअलि जति भेटेको खानुहोस्। यो चाहिँ
औषधि पनि हो हजुर हजुर मेरो बुढाले मलाई फलफुल खुवाउँछ आम्मामा ल ल ल ल टिप्नु न टिप्नु चाहिँ ल टिप्नु चाहिँ नबिर्सौँ है खै। ओ है ला जस्तै हामी यतिखेर मुदिङ कोकमा पार्कमा आएको छौँ तपाईँले नजर हेर्न सक्नुहुन्छ बिस्तारै है लड्नुहुन्छ यो चाहिँ मुदिङ कोकमा पार्क त्यसको अर्थ पनि बताइदिनु लु त्यस्तो चाहिँ मलाई आएन हो तर जे होस् यहाँको विशेषज्ञहरूलाई थाहा हुन्छ कति राम्रो ठाउँ छ है कस्तो राम्रो देख्छ है दादा भाग्य चाहिँ लिएरै आउनुभएको रहेछ होइन किन लजाउनु भएको त्यति साह्रो क्यामेरासँग डर लाग्छ हजुर होइन हो कस्तो राम्रो वाउ कति राम्रो अन्त है साँच्ची जुरेको है तपाईँहरूलाई होइन आएदेखिकै जुरेको केले साथ दिइरहेछ हौ तपाईँहरूलाई चाहिँ घुम्नलाई 4-5 घन्टा बाइक बिग्रियो होइन तर त्यस पछाडि चाहिँ लगातार अब कुरा हुँदै थियो क्या यी त राम्रो छ यी त बिजोग मनाउँछ तर तपाईँहरूले चाहिँ जे होस् राम्रो समयलाई निहालेर आउनुभएको रहेछ लु घुमफिर कस्तो हुँदैछ हो दाजु आम्बो सकिएको त्यतिमै अब अलिक बोल्नु नभनेको त सकिहाल्नु भयो त अनि अलि यहाँ आज घुमेको यताउति दायाँ बायाँ यसो रमाइलो गरेको कुराहरू चाहिँ बताउनु नि तपाईँहरूलाई आज कस्तो अनुभव भइरहेको छ एकदम रमाइलो बोल्नै आउँदैन तपाईँ फर्स्ट टाइम ताप्लेजुङ आउनुभएको है फर्स्ट टाइम मेरो कति दिन भयो भन्नुहोस् त 4 दिन भयो 4 दिनको अनुभव केही यसो हामीलाई भन्नुहोस् चाहिँ त एकदमै आउनुको लागि जुडेकै रहेछ मौसम एकदम क्लियर बिहान 5 गरिरहेको थियो अहिले चाहिँ एकदम क्लियर छ अनि यो सालको रुखहरू धरानमा एकदम गर्मी हुन्छ यहाँ आयो भने त शीतल नाम जस्तै ताप्लेजुङ त खासमा त दबाई नै हो नि हावा पनि कति मिठो आउने बित्तिकै त्यसो भन्दै हुनुहुन्थ्यो यहाँको हावा कति मिठो कति राम्रो तर मैले यसो नोटिस गरिरहेको थिएँ कि अरू चाहिँ आउँदाखेरि चाहिँ अलिकति थकित भइरहेको जस्तो देखिरहेको तर तपाईँ चाहिँ हाँस्दै क्या फुरुङ्गै भएर क्या म ताप्लेजुङ आइपुगेँ भन्ने टाइपमा बसिराख्नु थियो साँचो हो नि दुईचोटि होला नि मेरो त फर्स्ट टाइम आउँदा फर्स्ट टाइम हावा पानी अब यहाँको पानी खाएर खाएर उता गएर पानी खायो भने मिठो हुँदैन है त्यस्तो चाहिँ हो तर दामी चाहिँ हुन्छ ल अब अर्कोचोटि आउने त्यस्तो केही प्लानहरू मरे बाचे दैवले साँच्चै पक्र है यता तलतिर पक्र होइन हौ पक्र गाडी याद गर है हाई गर न उहाँ हाई बोल्दैन रहेछ हौ लुगा एक कि झन् बटाउँछु है त्यहाँनिर लुगा यो ठाउँमा चाहिँ हामीले अब हाम्रो ताप्लेजुङको युवाहरूको अगुवाईमा यहाँनिर लाली गुराँसै गुराँस रोप्दैछौँ क्या हामी चाहिँ यहाँनिर मुदिन कोकमा पार्कमा यो चाहिँ हामीले भन्दै गरेको प्लानिङ गर्दै गरेको छ यहाँ हामी 100-150वटा चाहिँ रोप्दैछौँ क्या युवामा यतिको जोस जाँगर आउनु पर्यो हजुर फेरि भन्नुहोस् त हजुर युवामा यतिको जोस जाँगर आउनु पर्यो सबै ठाउँमा अनि फेरि बाई बाई खै अनि तिमीहरू चाहिँ एक्लै आएको ल यहाँ एक्लै आउँछौ अनि ए हो घर कहाँ हो यहाँ तल क्याम्पस लाइन हो ल ल बिस्तारै खेल्नु ल लड्छ है ख्याल गरेर खेल्नु है ल ल तिम्रो नाम के हो पल्लवी तिम्रो आम्मा तिम्रो ल ल राम्रो खेल्नु ल बाई 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 ल आम्मा कति राम्रो गाउँ देखेको हौ
माथि अब चाहिँ नबनाइदिए ल नबनाइदिए के हो डान्स आम्मो काग हेर्ने हो त यो भिडियो बनाउँदा होइन के भन्छौ कि गफ अगाडि रुक न गोटा कमरेमा बाटोकी कसेर मुसु मुसु ल मुसु मुसु हाँसेकी बसेर फेरि कमर कमरेमा बाटोकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै गोटा रुकुमै गोटा रुकुमै गोटा रुकुमै गोटा रुकुमै गोटा जाँदा हुन्छ हावाको भिडियो खै सोनाम भाइ पनि डान्समा आउनु पर्यो नि त आजको मौसम चाहिँ धेरै नै राम्रो छ त यो ठाउँमा धेरै घुम्न मान्छेहरू आइरहेको छ चेलीहरूलाई पनि रमाइलो भइरहेको रहेछ रमाइलो भइरहेछ ल है ल अब घर गएर बस्दै त त्यहाँ भाइ सानो भाइले तिनवटा भटभटे अरे 5वटा कुद्दैछ तिनवटा भटभटे अलिकति अफ रोड छ यहाँ चाहिँ अलिकति ए